केटा हो होइन म चाहिँ अब यो मेरो एभरेस्टको मेमोरिजहरू हो अनि त्यही हो होइन यो चाहिँ मेरो डे 1 हो अनि मेरो फोनमा स्टोरेज छैन क्या अनि त्यसैले सब भिडियोजहरू युट्युबमा हालिदिरहेको छु म अनि इन्जोय द भिडियो इफ यु फाइन्ड मेरो भिडियोजहरू तर म चाहिँ यो मेरो आफ्नो लागि राखेको हो रमाइलो गर हामी चाहिँ एयरपोर्ट आइसकेको छ अब दाइसँग छु म अब हामीहरू एयरपोर्टबाट अब लुक्लामा जाने यो प्लेन हाम्रो होइन सिधा आएर आउँदैछ कहाँबाट आउँदैछ थाहा छैन होइन सिधा हाम्रो चाहिँ एयरलाइन्सको नाम आउँदैछ साथीहरू अब हामीहरूको प्लेन आइसकेको छ होइन त्यताले बोल्नुहुन्छ अरे अनि हामी जान्छौँ र मेरो ब्लग एकदम ट्राभलर भाइ हो होइन यो एकदम पुरै त्यहाँ लगाएर गाइड गर्छ होइन हामी चाहिँ अब एकदम रमाइलो गर्दै चाहिँ इबिसी जाँदैछौँ होइन भाइको गाइडनेसमा चाहिँ हामी पुरै घुमेर आउँछौँ अब अहिले धेरै गफ भयो त्यो बाटो लाग्यो नेभर बिन टु सानो फ्लाइट अलवेज है दाइको नाम भनिदिनु दाइ फेरि एकचोटि जित तामाङ हाम्रो दाइ है गाइड दाइ हुनुहुन्छ अब हामीहरू दाइले अब 11 दिन जसरी नै बचाएर राख्नुहुन्छ मेरो त्यो इन्ट्रोडक्सन तिमीले यार अघि दिएको होइन दिइसक्यो ल मेरो नाम चाहिँ मनोहर है आज हामी 11 दिनसम्म हाम्रो गाइड दाइ भाइ दुईजना चाहिँ फुल्ली इन्जोय गर्नेछ रमाइलो राम्रो वेदर छ हेर्न न कस्तो म त एकचोटि हिमाल देखेर एकछिन त कस्तो लागिरहेको क्या त्यत्रो अग्लो आम्मो होइन प्लेनमा पनि त्यत्रो अग्लो देखेँ यार आम्मा टाउके यसरी गरेर हिँड्नु पऱ्यो थियो अझै हजुर यो ओपन देखाइदिनु भाइले ठिक छ है ओरिजिनल थुक्पा नभए यो चाउमिनवाला थुक्पाहरू चाहिँ थुक्पाको उखाले हुन्छ नि बाक्लो खाले ओरिजिनल थुक्पाको त्यो टाइपको चाहिँ थुक्पा हाल्ने आशा राखेको अहिले चाहिँ हामी यहाँ निक्लामा छ माउन्टेन्स अफ भेरी ब्युटिफुल होइन माउन्टेन्स अफ भेरी लाइक सेक्सी छ होइन यो माउन्टेन पनि हेरेर क्या लाइक यस्तो ठुलो छ नि यस्तो ठुलो छ होइन माछा यो हिमाल पनि हेरेर पाहाडहरू क्या अनि मन चाहिँ अचम्म लागिरहेको छ है एउटा त अचम्मै लागिरहेको छ अनि त्यो भ्यू चाहिँ बहुत दामी छ
nothing can beat this side. Burning sick so यो त टायर खाजा खाँदैछ म चाहिँ निस्केको अब इजी होइन म त इजी भनिन्छ के गर्ने गाडी छ माउन्टेन्सहरू चाहिँ हेर्दाखेरि अब कस्तो छ भन्दाखेरि हेलिकप्टरहरू जाँदो रहेछ बेस क्याम्पबाट आएको होला होटेल प्रोबेबली होइन पहाड चाहिँ यत्रो छ क्या गाइस के परेको मलाई कहाँ के परेको होइन पहाडहरू हिमाल पनि हेर्दो रहेछ क्या यत्रो अग्लो यार त्यो त मलाई 6000 त कट्यो होला यार कसमै त्यत्रो छ त्यो ल म एकछिन ओइ यो पनि ढुल रहेछ सब कुरा अग्लो छ यार लो व्हाट द फक राम्रो गेट एभ्रीवन दिस गेट वे टु एभरेस्ट होइन स्टार्टिङ अफ द ट्रेक हामी त बस्ने ठाउँमा आइसक्यौँ लगभग है हामी आइसकेको छौँ कालापत्ता लज एन्ड रेस्टुरेन्ट फार्बिङ के भन्छ बाबा प्लेन चढेर घुम्न गएको भन्छ गर्नु पर्यो सत्र गर्दै यो अनि भ्यूहरू नि राम्रो छ यताको ऊपर भ्यूहरू नि दामी छ दामी फुल माउन्टेन्सहरू त्यस्तो हिमाल त होइन जस्ट पहाडहरू तर दामी देखिन्छ लेट मी शो यु विथ 6000 हामी अब खाना खाँदैछौँ होइन मेरो चाहिँ खाना अब थप्ने बेला भइसक्यो बेला खाना ल्याइदिँदै हुन्छ अब खाना खाने यहाँ यसको मिठो खाना चाहिँ मिठो